हेलो गाइस, वेलकम टु माई ब्लग। अहिले चाहिँ हामी प्युठान खलङ्गादेखि सुपतिर हिँड्दैछौँ। अब त्यहाँबाट आउँदाखेरि चाहिँ त्यो बाटो चाहिँ राम्रो छ होइन। खलङ्गादेखि सुन्दर खाटी आउँदैछौँ, त्यो बाटो चिन्डो बनाएको रहेछ है। यताबाट चाहिँ अलि उसको पुरानो रोड हो। अहिले हामी प्युठान खलङ्गा हुँदै अनि यता सुन्दर खाटी पनि क्रस गरिसक्यौँ। अब हेरौँ अगाडि बाटो कस्तो छ। ब्लग हेर्नुहोस्, रमाइलो गर्नुहोस् है, टाइम पास हुन्छ। अब गाइस नेपालको बाटो त धेरै राम्रो खोजेर त कहाँ पाउनु अहिले त होइन। यस्तो यो नेपालको बाटो चाहिँ यो एकदम रमाइलो चाहिँ भइरहेछ। अहिले हामी चुचो खाडीबाट यता सिमलचोर भन्ने गाउँमा आइपुगेका छौँ। यहाँ जङ्गल खेतहरू छन्, पानीहरू चल्छ। गाइस चुचो ठाटीको हो यो, चुचो ठाटीको बाटो घुम्ती खोला नाला परिलै हिँड्ने छ। त्यो रमाइलो चाहिँ भइरहेछ। अब मन्दिर पुग्ने चाहिँ कति बेला थाहा छैन, अब बाटो कति छ थाहा छैन। यो उकालो ओह्रालो घुम्ती परिलै यो बाटो रमाइलो लाग्छ। गाइस प्युठान खलङ्गा चुचो ठाटी हुँदै गन्तव्य कहाँ त? सुपा देउराली। ए बाटो यो गाइस है, लड्ने भयो क्या बाटो यो गाइस है। कुनै ठाउँ राम्रो छ बनाएको छ, कुनै ठाउँ यस्तो हिलो छ। त्यही हो नेपालको बाटो, धेरै राम्रो खोजेर कहाँ पाउनु, खोज्ने मात्रै हो। अब यही हो, यस्तो कुण्डा पौडी खेल्ने जस्तो कुण्डा छ यहाँ। सानोमा यस्तो यस्तै कुण्डा पौडी खेल्नु त ट्याक्कै सानोको याद आउँछ हौ। हिजो पानी परेको पुरै कुण्डा जम्मा भएको थियो, धमिलो पानी है। सानोमा यस्तो कुण्डा देख्न हुन्थेन, झ्याम्मै पौडी खेल्न हिँडिन्थ्यो, ठ्याक्कै त्यस्तो दिन याद आइरह। अघि उता खलङ्गाबाट झर्दाखेरि चुचो ठाटीसम्म रोड राम्रै थियो। अब फेरि कच्ची बाटो सुरु भइसक्यो। अब कच्ची बाटो फेरि कहाँसम्म हो? हेर त उफार्नु हो परिल है। म त बिर्छ कि क्या हो? नेपाली राइडर आमा यो घुम्नु घुम्ती आमा यस्तो घुम्तीमा त करस्तार बाइक ल्याएर तर पुरुक्क उफार्दै हिँड्नु पर्ने हो। तर के गर्नु, आफूसँग छैन है। आफूसँग यादर भिडियो छ, करस्तार कहाँबाट ल्याउनु भ्याउँदैन पैसाले। अब यही यादर भिडियो भएका करस्तार बनाउने उडाउने बुरो पारेर होइन त गाइस। कुनै ठाउँ चिल्लो, कुनै ठाउँ अफरोड, कुनै ठाउँ आनन्द, कुनै ठाउँ उफ्रिँदै हिँड्ने। अब यही गाइस बाटो। अघि आउँदाखेरि बाटो राम्रो थियो, अहिले फेरि कति सुरु भइसक्यो अफरोडी। यसरी पुरुक्क उफ्रिँदै हिँडिरहेको छ यहाँ। यहीसँग बाटो आनन्दको चिल्लो होला भने त के को हुने हो? यो भगवान्
झट्ट त्यस बस्तीमा आउनु खुसी भएको त मेरो खुसी त एकछिनले मात्र पो रहेछ। हेर त त्यो बाटो हो थोरै मात्र पो बनाएको छ। माथिबाट ढलान त गरेछ, अब कहाँसम्म हो फेरि यति मात्र पो रहेछ कि अब फेरि ढलान पनि। कहाँ चाहिँ ढलान गरेर त माथिबाट उस्तै छ। त्यही पनि हिँडिरहेको छ मान्छेहरू, फेरि हिँड्नु पनि पर्यो। अब के नहिँडेर के गर्नु त, माथिबाट झाडी हाल्नु भएन, नहिँडेर के गर्नु त, हिँड्नै पर्यो त। गाडीहरू जान त गइरहेको थियो, बाटो बिचमा भत्किया उर्या बिग्रे त छैन होला, ठिकै छ। यतिको बाटो भयो पनि अब के गर्नु त, धेरै राम्रो बाटो खोजेर पाइन्न। ए यस्तै बुरुक्क उफ्रिने हो बिना पैसाको स्प्रिङ। ओ माथिको सबै सुबोधले मन्दिर जाने हो, बोका लगाएर गइरहनु गाडीहरू धुलो उडाउँदै। अरू भन्दा पनि यस्तो कच्ची बाटोमा पानी परे हो जम्मा भएर खाल्टाखुल्टी नपर्दैन हुन्थ्यो, छैन होला। आशा गरौँ राम्रो बाटो छ भन्ने त्यही हो। दादा अगाडि जाउँ है, भ्याउँदैन क्या हो अगाडि त। हामी नेपाली खुसी हुने भने एकैछिन मात्रै हो कि। अब खलङ्गादेखि सुजोखाडीबाट पुरा चिल्लो बनाएको थियो। ओहो बाटो राम्रो रहेछ, आनन्दले सहिलो पुगिने भयो भने त के को होला कि सुरु भएको फेरि के भन्छ नेपाली पाउडर खान सुरु भयो फेरि यहाँ। नेपाली पाउडर अघि एकछिन हाँसले नेपाली पाउडर खुवाइहाल्यो, अब अहिले कुन चाहिँ अब हाँस आउँछ कि ट्र्याक्टर आउँछ नेपाली पाउडर खुवाउनलाई, अब यो आनन्द चाहिँ अहिले कुन चाहिँ अटो आउँछ के आउँछ नेपाली पाउडर खुवाउनलाई। तर नेपाली पाउडर त्यस्तो उड्ने पनि छैन, फेरि पानी परिरहेको मौसम ढुस्स गरिरहेको छ। पाउडर अगाडि पाउडर झन्न बाटो धुलो छैन र बच्चा भरै। नत्र भने यो बाटोमा कसम त्यो नारायणघाट मुगलिनको याद आउँथ्यो कि यो हिँड्दाखेरि। नारायणघाट मुगलिन कटेर चाहिँ उता पर जाँदाखेरि चाहिँ पुरा हालत बेजोग हुन्थ्यो, कपडा आँखाभरि पुरा धुलो भए हुन्थ्यो। सेम त्यो याद आउँथ्यो। धन्न पानी परेर अलिकति धुलो उडेको छैन, धन्न त्यतिको कुरो चाहिँ उड्न सुरु भएको हेर्नु त टायरमा धुलो। भगवान् यो सरकार, यो पालन सरकार यता ध्यान दिनु पर्यो, यता बाटोमा ध्यान दिनु पर्यो। नेपाली पाउडर खाँदा हैरान भइसक्यो यहाँ जनतालाई। हामी त अर्खाती आइपुग्यो, राम्रो रहेछ। पहिला पनि एकचोटि आएको थियो, तर पहिलो अर्को बाटो लागेको थियो, आज अर्को बाटो आइरहेको छ। के को मन्दिर रहेछ यो फेरि? कम्तीमा यतिको बाटो चाहिँ हुनु पर्यो नि त, यो अर्खाती बाटो जस्तै। अरे घर छ, तिम्रो बाटो छ, रोड छ, यतिको त हुनु पर्यो नि। बल्ल पो हिँड्न आनन्द आउँछ त, गाडीमा मेन्टेनेन्स खर्च पनि धेरै लाग्दैन। यो बाटो त पहिल्यै आइसक्यो, पहिला ठुलो छ। म यही पर्छलाई मार बसेर गएको यही बाटो। तर पहिला हामीलाई धेरै टाइम लागेको थियो, हामी त्यो मल्लारानी डाँडाबाट घुमेर गएको थियौँ। अहिले चाहिँ त्यो तल्लो बाटो आएको है, पहिला चाहिँ थाहा नभएर माथिल्लो बाटो गएको रहेछ। अहिले चाहिँ मान्छेले सोध्दै आएको त्यो छोटो बाटो छिटो आइयो। ट्युसनका हाम्रा भिआइपी सरहरू
यस्तै बाटो चाहियो हामीलाई पनि गाउँघरमा घर खाँचीमा हुने हाम्रो गाउँमा नहुने भन्ने हुन्छ। हेर दर खाँचीको बाटो यस्तो राम्रो छ। यो के मेन हाइवे हो त? यो गाउँको बाटो हो, गाउँको। यो हेर त्यहाँ घर भित्रबाट सर बाटो अन्त यसको साइड साइडबाट ट्रेन हाल्यो भने यस्तो राम्रो हुन्छ। पुरै नगरौँ के अनि साइड साइडबाट ट्रेन हाल्नुपर्छ है, बहुत राम्रो हुन्छ। तर हाम्रो गाउँमा त्यति बाटो छैन। उस्तै पऱ्यो गाउँमा अझै मोटर बाटो नै पुगेको छैन कि अझै कच्ची बाटो नि पुगेको छैन हाम्रो गाउँमा। प्युठान कि आफै जान कि देखेर सिकाउँ है, यतिको चाहिँ हुनु पऱ्यो। यतिको बाटो भयो भने चाहिँ अब कहिलेकाहीँ झरी पर्दा पानी पर्दा गाडी फस्ने उर्ने चाहिँ हुन्न है। त्यस बाटो यतिको बाटो भयो भने कुनै बेला पनि गाडी रोकिन्न, आफ्नो काम सजिलो गर्न पाइन्छ। यो अगाडिको यो पहिला पनि हामी आउँदै बाटो आएको यता तल गाउँतिर यो अर्को खाँचे यहाँको बाटोघाटो अनि सरसफाइहरू हेरौँ न। यो साइड साइडमा खासै फोहोर पनि छैन। अब अलिअलि प्लास्टिकहरू त भइहाल्छ गाउँघरमा होइन। अब त्यस हाम्रो प्युठानभन्दा चाहिँ अरू खाँचि धेरै राम्रो जस्तो लाग्छ है मलाई चाहिँ। त्यो देख्दाखेरि चाहिँ बाटो चट्टा छ है, घरहरू पनि अब सरसफाइ छ नै। अनि ठाउँ ठाउँमा होटल रेस्टुरेन्टहरू पनि रहेछ। त्यस हाम्रो प्युठानभन्दा चाहिँ यहाँ धेरै राम्रो लाग्यो मलाई अरू खाँचि। एउटा कुरा चाहिँ केले फरक पार्दो रहेछ भने त्यो जुन बाटो छ नि होइन, हामी हिँड्ने बाटो चाहिँ त्यो बाटो मात्र राम्रो भइदियो भने पनि गाउँ अलिक छुट्टै राम्रो देखिँदो रहेछ क्या। हेरौँ न आफै सर पुरा रोड छ, कतै घाटा खोज्नु पनि छैन। अब यस्तो रोडमा पानी परेर पानी जमेर बस्ने कुरा नि भएन। अब पानी पऱ्यो पनि गाडी रोकिने कुरा आएन, घाटा घुच्चु पनि भएन। हिँड्नलाई सजिलो भयो नि त आनन्द, साना गाडी हिँड्न सक्यो। गाइस यहाँबाट सुरु भयो है अब सुपदेउराली मन्दिरको एरिया। यो बाटो चाहिँ उतापट्टिको बाटो चाहिँ ढलान गरेर रोडै छ होइन। अनि यता जुन हामी आइरहेको बाटो चाहिँ अलिक कच्ची कच्ची रहेछ। सायद यताबाट चाहिँ ठुल्ठुलो गाडीहरू हाइसहरू आउनु होला, बाइकहरू चाहिँ यताबाट आउनु मिल्दो रहेछ। उता त्यो बाटो देखिरहेको चाहिँ आउने रोड होला सायद। त्यसो भए यहाँ बाइक आउने र हाइसहरू अनि ठुल्ठुलो गाडीहरू आउने छुट्टी बाटो जस्तो लाग्यो मलाई। अब यो एरियाबाट चाहिँ देउराली मन्दिरको एरिया सुरु हुन्छ। ओ माथि पुल पनि देखिरहेछ। ओ देउराली मन्दिर पनि देखियो। यता गाडीका पार्किङहरू छ। तर ठाउँ चाहिँ डेन्जर छ, यहाँ दामी छ। यहाँ हेर्दाखेरि पनि है भिड पाखा। अब लाउरे टाँसेको भिड पनि देखाउँछु म। गाडीका पार्किङहरू यतै छन्। डाँडा भिर पुल यस्तै छ। दर्शन गर्ने मान्छे कति हो कति। यो सिडी चाहिँ माथि पुलमा जाने सिडी है। पुल पनि देखाउने पुलमा जाने सिडी हो। भगवान मान्छे कति धेरै छिटो देउरालीको बोर्ड बाइक पार्किङ गर्नु यति होला नि। उता मिल्दैन उता।